खै हो उहाँ पनि सिट बेल्ट छैन सर हेर्नुभयो त्यतिकै जानुभयो कसको ट्रकवाला दाइको सिट बेल्ट थियो यसको थिएन भिडियोमा हेरौँ यसको थिएन उहाँले यहाँ क्याच गरिरहनु भएको सर क्याचको कुरा होइन क्या सर बिलबुक त्यहाँ आउँछ मसँग प्रुफ छ नि त मसँग प्रुफ छैन के प्रुफ उहाँ भर्खर सरले अहिले भर्खर ट्रक गयो नि मैले सर ठिक छ मैले भने नि अहिले भरे इन्ट्री हुन्छ बिलबुक गएपछि अफिसमा अनि अनि त्यसपछि अहिले भर्खर दर्ता गर्न दिनुभयो अहिले चाहिँ किन नगरिदिनु भएको भन्ने कुरो क्या अहिले भर्खर दर्ता गर्ने फेरि नगरिदिनु भन्नुभयो हजुर बिलबुक नगए दर्ता गर्न मिल्दैन नि बिलबुक अफिसमा जान्छ अनि अहिले त दर्ता गरिदिन्छु भन्दै फेरि अहिले मैले गरिदिन्छु भने हो तपाईँको यो बेहोराले गर्दा नगरिदिनु हो के बेहोरा भन्नाले मैले बेहोरा भन्नाले मैले काम गरिरहेको छु तपाईँ के चिज गरिरहनु भएको छ भिडियो बनाइरहनु के भन्नु न मैले त अरू गाडीको भिडियो बनाउनु पाउँछु त एउटा ट्रकले यहाँ भर्खरै सिट बेल्ट नलाइकन गएको छ मैले भन्दै पनि एउटा गाडीलाई गर्ने एउटा नगर्ने त हुँदैन नि त उहाँहरूको मन पऱ्यो के हो लास्टमा मैले अब त्यति भनेर उहाँलाई गल्ती गर्नु भएन भने मेरो चिजको दर्ता नगरिदिने अरे अहिले ब्लुबुक राखिदिने अरे मैले आँखाले देखिदेखि क्या सर म हेरिरहेको छु अब अरूको पनि मेरो आँखा अगाडि काट्नु पऱ्यो भन्दाखेरि अब उल्टै ल्याङ गरी यताउता चिज दर्ता नगर अरे क्या उहाँहरूको मन परि त हुँदैन नि त हामी पनि काममा हिँडेको हुन्छ कहाँबाट कहाँ पुग्नुपर्ने हुन्छ है कुमार न्युपाने सरलाई चाहिँ एकदम धेरै धेरै कङ्ग्रेचुलेसन है यस्तै गरेर अब कसैको काट्दिनु कसैको नकाट्दिनु दादागिरी मन परेको गर्नु त्यति सक्दा अब हामीले आवाज उठायो भने अब ल्याङ गऱ्यो यताउता तँलाई यो गरिदिन्छु उ गरिदिन्छु भन्ने होइन त्यो मेरो गल्ती छैन भनेको होइन गल्ती छ मेरो काट्नु ल ठिक छ तर मेरो मात्रै काटेर त भएन नि त अरू पनि त मान्छेको हेर्नु पऱ्यो नि त झन् आँखा अगाडि देख्दाखेरि ऊ लगाएको छैन भन्दाखेरि पनि मैले तपाईँको देखेँ त भनेर ठुलो कुरा किन उसको चाहिँ नदेख्ने मेरो चाहिँ देख्ने भन्ने त हुँदैन नि त नेपाल प्रहरीसँग चाहिँ एउटा के अनुरोध छ भने नेपाल पुलिससँग के अनुरोध छ भने मेरो चाहिँ गल्तीमा चिज काट्नुहोस् तर सानो गाडी ठुलो गाडी चिन्जानको यताउता त्यो खालको चाहिँ नहोस् होइन किनभने आँखा अगाडि पनि अर्को मान्छेले गल्ती गर्दाखेरि त्यो गल्ती देखाउँदाखेरि पनि उहाँहरूले एक्सन लिनु सक्नु हुँदैन भने एकजना मात्रै पीडित बाँधेर के गर्ने होइन उहाँहरूको चिन्जानको मान्छेलाई छोडिदिने अनि हामी कहिले नआउने यता फाटाफुटा आउने मान्छेलाई हानिदिने त्यो त हुँदैन नि त मैले आँखा अगाडि देखेको यार आँखा अगाडि त्यो त ट्रकवाला दाइले पनि चिरबेल लगाएको थिएन नि त उसको लाउनु भन्दाखेरि ठुलो कुरो गरेँ अरे मैले अब ठुलो कुरो के गर्ने मैले देखेको कुरा भनेको कुरा त गर्न पाएँ त आवाज उठाउन पाएँ त गल्ती मैले स्वीकारेको छु त सिटबेल्ट लाइन ब्लु राखिदिनु अब ब्लु सायद दिनुहुन्छ कि कहाँ कता लुकाइदिनुहुन्छ कि त्यो थाहा छैन मलाई पनि किनभने साथमा भएको म त्यतिखेर पैसा तिरेर त्यतिखेर दर्ता गरिदिनु न सर म पैसा तिरेर जान्छु भन्दाखेरि पनि दर्ता नगरे यसको हजुर क्या अनि अरे सरहरूको मुड अनुसार हुँदैन नि त यार हाम्रो पनि काम हुन्छ हरेक हुन्छ कहाँ कुद्नु पर्ने हुन्छ अब ब्लुबुक यहाँ खोजेर अब कतिखेर दिन आउने अरू बेला कहिले राति हुन्छ कहिले के हुन्छ कहिले सहर भेटिँदैन कहिले ब्लुबुक हराइदिन्छ त्यो हाम्रो केस भोगिरहेकै कुरा हो क्या सबैले अनि अब समस्यामाथि समस्या थपिदिन मात्रै सक्नुहुन्छ क्या उहाँहरू त्यही मात्रै चाहना हो उहाँहरूको एक्सेप्ट कि गल्ती मेरो हो मैले छिटो त्यतिखेर लगाएको थिइनँ गल्ती छ मेरो पनि नभएको होइन तर उहाँको मन परि त हुँदैन नि त कसैलाई गरिदिने कसैलाई आँखाले देखि नदेखि यस्तो गरिदिने अनि अझ भन्दा सर उसको छैन त उहाँलाई किन नगर्नु भएको भन्दाखेरि अब ठुलो कुरो गऱ्यो यताउता भन्दा अब उल्टै उ गर्ने होइन दबाब गर्ने त कति दिन दबाब गर्ने कसलाई चाहिँ गर्ने मान्छे हेरेर होइन गल्ती भइसकेपछि सबैलाई गर्नुपर्छ भन्ने कुरो हो क्या मेरो होइन मान्छु म मेरो गल्ती भयो तर अरूको पनि आँखा अगाडि गल्ती देखाएको पनि उहाँलाई इग्नोर गर्नु हो नि त अरूलाई किन छोड्नु भयो मलाई किन चित काट्नु भयो त एकजनाले मात्रै गरेर चाहिँ हुँदैन है एकजनालाई मात्रै दबाब पारेर चाहिँ हुँदैन आँखाले देखेर पनि नदेखेर यस्तो नगरिदिनु होला देखिराखेँ हो म त्यहीँ बस्दै 2-3जनाले नलाएको देखेको थिएँ क्या मैले सर उहाँहरूको चिज काट्नु न भन्दाखेरि किन काट्ने तपाईँको काट्ने तपाईँको मैले देखेँ त यो क्वेसन होइन नि त जवाफ दिने होइन नि त है त म उहाँको मन पऱ्यो देखेँ नि त सिधा हिसाबमा